दरबार मार्गमा कार्यक्रम गर्ने उहाँहरूको उद्घोष थियो। दरबार मार्गमा प्रशासनले निषेधित क्षेत्र तोकिसकेपछि बालुवाटारतर्फ अगाडि बढ्दै हुनुहुन्छ। शान्ति वार्ता गर्दा निषेधित क्षेत्र भन्ने दर्शकवृन्द कपिलाको बुवा घुम्रेको नेता जहाँ चाहिँ निषेधित क्षेत्र भन्ने जग्गा घुसपट मान्छे पठाउने बालुवाटार प्रधानमन्त्रीको निवास घेराउ गर्न जाने हामीहरूको रणनीति छ। प्रहरीद्वारा मुर्दाबाद भन्न चाहन्छु, निकम्मा सरकार मुर्दाबाद भन्न चाहन्छु। नमस्कार, म कृष्ण कटेल। राज संस्था पुनर्स्थापनाको लागि भन्दै राजावादीको समूहले जेठ 15 गतेदेखि सुरुवात गरेको आन्दोलनको तेस्रो दिन हामी राज संस्था र राष्ट्रियतालाई आएको कुनै पार्टीको झोले पनि होइन। म कसैको दास पनि हो, मेरो दास पनि छैन। हामी नेपाली हौँ। जनआन्दोलनलाई निरन्तर रूपमा जारी राख्नेछौँ जबसम्म सरकार सम्झौतामा वा वार्तामा आउँदैन तबसम्म यो जारी रहन्छ। कमल थापाजी हुनुहुन्छ। नमस्ते हजुर, उत्साह कतिको छ तपाईँसँग? अत्यन्तै उत्साह छ हजुर। आज तेस्रो दिनमा हुनुहुन्छ हजुर। बढ्दो क्रममा छ कि घट्दो क्रममा छ तपाईँहरूको जनआन्दोलन? निरन्तर रूपमा जनताको सहभागिता बढिरहेको छ, तपाईँहरूले पनि देखिराख्नु भएको छ र अब आउने दिनमा अझ बढ्दै जानेछ। कस्तो छ रणनीति तपाईँहरूको आगामी आन्दोलनमा? रणनीति कस्तो हुन्छ? हामीहरू यो जनआन्दोलनलाई निरन्तर रूपमा जारी राख्नेछौँ जबसम्म सरकार सम्झौतामा वा वार्तामा आउँदैन तबसम्म यो जारी रहन्छ।